ओके, नमस्कार साथीहरू। हामी चाहिँ यो मौद्रिक नीतिका उपकरणहरूको बारेमा छलफल गर्दै गर्दा चाहिँ मौद्रिक नीतिसँग सम्बन्धित एउटा टर्म ब्याङ्क रेटको बारेमा चाहिँ मैले बिहानको भिडियोमा तपाईँहरूलाई अवगत गराएको थिएँ र अहिले चाहिँ म यो नीतिगत दरको बारेमा चाहिँ तपाईँहरूलाई केही कुरा बताउँदैछु। नीतिगत दर जसलाई चाहिँ हामीले के त भने रिपो दर पनि भनेर चाहिँ भन्ने गर्छौँ र नीतिगत दर भनेको चाहिँ केन्द्रीय बैङ्कबाट अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले बैंकिङ क्षेत्रमा तरलता कायम गर्नको लागि चाहिँ कर्जा लिने गर्दछ र केन्द्रीय बैङ्कले त्यसरी कर्जा उपलब्ध गराउँदा जुन ब्याज दर बैङ्क तथा वित्तीय संस्थाहरूसँग लिन्छ त्यसलाई चाहिँ हामीले के भन्छौँ त भने नीतिगत दर भनेर चाहिँ भन्ने गरिन्छ। र यो नीतिगत दर भनेको चाहिँ बैंकिङ क्षेत्रमा तरलता कायम गर्नको लागि केन्द्रीय बैङ्कले ऋण उपलब्ध गराउँदा लिने